चर्चित गायक उर्गेन दोङको नयाँ गीत साउनी आउँदै रिलिज पूर्व नै पायो चर्चा। आखिर पुरा गीत कस्तो होला, कहिले आउला, रिलिज पहिले नै बन्यो प्रतीक्षित। दर्शकहरू चर्चित गायक उर्गेन दोङले आफ्नो नयाँ गीत साउनी लिएर आउने भएका छन्। केही दिन पहिले उनले टिजर मात्रै सार्वजनिक गरेका थिए। उक्त गीतको टिजरले राम्रै चर्चा पाइरहेको छ। उनका प्राय गीतहरू हिट नै छन् भने नयाँ गीत रिलिज हुँदै गर्दा पहिले नै प्रतीक्षित बन्ने पनि गर्दछन्। यस गीतको छोटो टिजर हेरौँ। गीतको यो छोटो टिजर मात्र हेर्दा गीत निकै उत्कृष्ट बनेको अनुमान गर्न सकिन्छ। गीतमा उर्गेनको साथमा गरिमा शर्मालाई पनि देख्न सकिन्छ। गीत कहिले आउँछ भन्ने खुलाइएको छैन, यद्यपि गीत राम्रै बनेको छ। यसभन्दा अगाडिका उर्गेनका प्राय गीतहरू निकै हिट मानिन्छन्। त्यस्तै गीत रिलिज हुनु पूर्व पनि गीत एकदमै प्रतीक्षित हुने पनि गर्दछन्। तपाईहरूलाई उर्गेनको यो आउँदै गरेको नयाँ गीतको टिजर के कस्तो लाग्यो पक्कै पनि कमेन्ट गर्नुहोला। तपाईँ कति प्रतीक्षित आतुर हुनुहुन्छ त?